हेलो वेलकम माई ब्लग। अनि सबैजना आरामै हुनुहुन्छ त? यहाँ हेर्नु न, आज कस्तो मौसम यति राम्रो चिसो चिसो थियो। बिहान बिहानै कामसाम सकाएँ अनि मलाई चिया खानु मन लाग्यो। चिया बनाएँ, खाएँ। खाइसकेपछि त्यसपछि कामसाम सकाएँ अनि पसलतिर लागेँ। पसलतिर त के भनौँ, बाबुको टिफिन पुगाउनु थियो। स्कुल गएँ, स्कुलमा टिफिन पुगाएर अनि आएको। हाम्रो राम मन्दिरनिर यति भिड हुन्छ नि, के भन्नु, लास्टै भिड हुन्छ 10-11 बजेको बिचमा त। त्यसपछि पसलमा काम गर्दै गर्दै मलाई बाबुलाई पनि लिन जानु थियो अनि बाबुलाई लिएर आएँ। हामी कुरा गर्दै आएको थियौँ, मामु आज तपाईँसँगै घर जान्छु भन्दै थियो। त्यसपछि उसलाई घर पुगाएर चाहिँ म फेरि पसल आएँ। पसलमा स्टेट थियो, स्टेट फिनिस गरेँ। बुनुहरूलाई हेर्नु न, लाज लागेर लजाउँदै बाई बाई गर्दै गएँ। त्यसपछि म घर आएँ। घरमा आज त मेरो बाबु धेरै ह्याप्पी थियो, किनभने उसको सानो बुवाले चाहिँ यो स्टिकर चाहिँ बनाएर पठाइदिनु भएको रहेछ उसको। अनि दुइटै बाबुको चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। स्टिकर चाहिँ स्कुलमा त्यो बच्चाहरूले टाल्छ नि आफ्नो बुक कपी अगाडि, त्यो स्टिकर हो। मलाई चाहिँ कस्तो मन पर्यो कि यो। अनि मेरो बब्बुहरू त यही हेरेर ह्याप्पी थियो। अनि यहाँ हेर्न सक्नुहुन्छ। हजुरहरूलाई पनि चाहिएको छ भने हजुरहरूले पनि सम्पर्क गर्न सक्नुहुन्छ।